समुदायको बारेमा केही तपाईहरुको माझमा एक दुईवटा शब्द भन्न चाहन्छु। ध्यान दिएर सुनिदिनु होला। हाम्रो समुदाय चाहिँ यस्तो समुदाय हो, पहिला हामी पढ्न नपाएर एउटा न झोला न लेख्ने कलम नै न कपी नै थियो। बुढाको झोला बनाएर स्कुल हिँड्थ्यौं, तर पढ्ने बेला न कपी नै थियो। घरमा जाँदा बेलुका खाना नै थियो, न केही थिएन। हामी बिहान दिन बेलुका भोकै बस्थ्यौं। कहिलेकाहीँ मासु खानु पनि हामीलाई 4 पल्ट आउनु पर्थ्यो। न हामीले राम्रोसँग अध्ययन नै गर्न पायौं, न राम्रोसँग खाना ल्याउन, न समयमा बस्नु नै पायौं। त्यसैले गर्दा घरमा यति धेरै दुःख हुन्थ्यो। जब हामीलाई हिम्मत दाइले यहाँ ल्याएर पाल्नु भएको छ। हिम्मत दाइले पनि पहिला 2-3 घण्टा हिँडेर स्कुल जानु पर्थ्यो र उहाँले आफ्नो दुःखलाई बुझेर यस्तो हाम्रो बालबालिकालाई, हाम्रो बाली समुदायलाई यस्तो नहोस्, आफ्नो समुदायमा केही गरौँ, केही जागिर खाऊँ भनेर हामीलाई यहाँ ल्याएर अध्ययन पढ्न मात्र नभएर विभिन्न क्रियाकलापमा पनि उहाँले सहज पुर्याउनु भएको छ। पहिला व्यक्तिगत रूपमा सहयोग गर्नुहुन्थ्यो हिम्मत दाइ, अहिले विभिन्न सहयोग गर्न आउनुहुन्छ। तपाईहरुले पनि हाम्रो भविष्यको लागि यो झोला वितरण गर्नुभएको छ। हामी यो झोलालाई राम्रोसँग जे सामानहरू वितरण गर्नुभएको छ, यी सामग्रीहरूलाई हामी राम्रोसँग प्रयोग गर्नेछौँ। अझै पनि हामीले तपाईहरुलाई धेरै माया र आदर गर्छौँ। तपाईहरुले पनि हाम्रो मायालाई अझै हाम्रो डोरी बाँधिएर जानेछ। आउने दिनहरूमा पनि तपाईले यसरी नै हामीलाई सहयोग गर्नुहुन्छ भन्दै म मेरा 2-4 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।